सो हेलो गाइज, आज चाहिँ म देखाउँछु तपाईहरुलाई कि यसमा यो जो छ नि 1000 को यो किनेर देखाउँछु र विड्रो हुन्छ कि के कस्तो छ। सो सम्पूर्ण हेर्नेछौँ। भिडियोलाई एक लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। सो यसमा थिच्ने र यहाँ पुग्छ है, अनि यसलाई कपी गर्ने अनि त्यसपछि आफ्नो इसियामा जाने। इसियामा गइसके पश्चात बैंक ट्रान्सफरमा क्लिक गर्ने अनि सेलेक्ट बैंकलाई के बैंक भनेको छ यसले। सो यो बैंकमा क्लिक यति थिचिसकेपछि सेभ गरिदिनु पर्ने हुन्छ हामीले। सो एकचोटि क्यान्सल गरेर 10 रुपैयाँ हटाउनु पर्यो, किन भन्दाखेरि म 20 माग्यो, फेरि 800 हाल्यो भने ठ्याक्क हुन्छ है। 10 रुपैयाँ काट्यो। कन्फर्ममा क्लिक गर्ने दिइरहेछ अनि आफ्नो पिन कोड हालेर यसलाई कन्फर्म थिच्दिने है। सो यति गरिसकेपछि यो भ्यू डिटेलमा जाने हामीले। गरिसकेपछि यो यस्तो स्क्रिनशट हान्ने र यहाँ गएर हामीले पेस्ट गरिदिनुपर्छ। सो लोड लिइसक्दाखेरि कन्फर्ममा थिच्दिने र यो भयो है। अब एकछिन यहाँ वेट गर्ने। सम्पूर्ण गरिसकेपछि हामीले चाहिँ अब यहाँ आएर हेर्नुपर्ने हुन्छ। ब्यालेन्स आएको छैन अहिले चाहिँ 400। अच्छा, रिचार्ज रिकर्डमा गएर हेर्दाखेरि चाहिँ यहाँ पर्खदै भनेको छ है। एकछिनमा आइसक्छ गाइस, त्यसपछि म देखाउँछु ल। फाइनली हेर्न सक्नुहुन्छ टाइम पनि कति टाइम पछि चाहिँ हाम्रो आइसकेको छ। सो अब हामीले के गर्ने भन्दाखेरि यहाँ गएर हेरौँ र अब हामी पनि लिइहालौँ। तपाईहरुको लागि भनेर मैले यत्रो आफ्नो 800 रुपैयाँ हालेको छु। सो तपाईहरु पनि हल्का सपोर्ट देखाइदिनु होला है। सङ्कलन गर्नुहोस्। आम्दानी छैन अरे के अहिले। कति एनपीआरएस प्रति घण्टा आयो अरे, अनियमित आयो सञ्चालित। सो मैले चाहिँ यस्तो गरिसकेको छु, हेर्न सक्नुहुन्छ। एकाउन्ट ब्यालेन्स यति भइसकेको छ अनि विड्रो एमाउन्ट चाहिँ मसँग 400 छ अरे। हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले यो लिइसकेको छु। अहिले चाहिँ सब ओके चल्दैछ। अब नेक्स्ट भिडियोमा म देखाउने छु हजुरहरूलाई कि विड्रो हुन्छ कि हुँदैन भनेर। यो भिडियोमा यसरी चाहिँ हामीले आफ्नो रिचार्ज गर्न सक्छौँ है। भिडियो राम्रो लागेमा लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला।